Hello everyone, good morning, welcome to my channel. So guys, आज चाहिँ बहिनी घरमा फर्किन्छ अरे अनि बहिनीलाई चाहिँ पुऱ्याइदिनु हुन्छ मेरो बुढाले। अनि फेरि उसको पछाडि मलाई पनि डेन्टिस्टकोमा जान दाँत पड्केर प्रब्लम भएर बहिनीलाई पुऱ्याइसकेपछि म जान्छु। अनि अहिले चाहिँ बाइकमा चाहिँ दुईजना अँटिँदैन नि त, फेरि हुन्छ। बहिनीलाई चाहिँ छोडेर आउनुहुन्छ गाडीमा उठाइदिएर, अनि म चाहिँ डेन्टिस्टमा छोडेर आउनु हुँदैन, आइसक्नु भयो। मैले चाहिँ एन्ट्रो पछाडि भनेको गाइस। अब चाहिँ म चाहिँ जानलाई निस्केको रेडी भइसकेँ। म चाहिँ अहिले एकछिनमा भेट्छु तपाईँहरूसँग। बाई बाई। बहिनी चाहिँ आज घरमा जान्छु, यहाँ रेडी भइसकेपछि जानको लागि नास्ता खाएर अनि जान्छु। कहिले आउँछ त्यस्तै बहिनी जानको लागि रेडी हुँदैछु। यहाँ पुऱ्याइदिनुहुन्छ भेनाले ऊ चाहिँ बाबासँग घुममा बस्छ। अब रुन्छ यो रिहान्छ। नयाँ सन्जालाई पुऱ्याइदिनु हाल्नु। जान नि रिहान्छ हुँदैछ। किन रोक्नु नानी? यहाँ चाहिँ हामी डेन्टिस्टकोमा पुगेको थियौँ। सो गाइस, यो चाहिँ नेक्स्ट डे हो। हामीले चाहिँ म चाहिँ 2 दिन भिडियो गर्ने बिर्सेछु, यतिकै भुलेछु। अनि नेक्स्ट डे चाहिँ हामी मासु चाहिँ हालिसक्नुभएछ। मटन भर्खर हाल्यो नि, बन्नु त खाइरहेको हजुरहरू के हाल्नु त्यो अहिले बनिसकेपछि देखाउँदिन। आएपछि मान्छेलाई चाहिँ बाई बाई। बनाउने मान्छे चाहिँ यहाँ छ। के स्टेप हो त्यो? नाच्ने स्टेप हेर्नु त। गाइस, यो चाहिँ मैले नेक्स्ट डे ब्लग कन्टिन्यू गरेको। हिजोको चाहिँ ब्लग बनाउने बिर्सेछु गाइस। मैले चाहिँ हेर्नु न, मेरो नङ पनि भाँचेर कपडा धुँदा पनि काट्नु पर्यो। सो स्याड। मैले चाहिँ हिजो चाहिँ अलिकति गरेको थिएँ, त्यसमै एड गरेर हालिदिन्छु यो ब्लग चाहिँ। यहाँ चाहिँ सुनसन्ध्या, उसको पापाले चाहिँ रियाजको पापाले चाहिँ यहाँ खाना खुवाइदिँदै हुनुहुन्छ रियाजलाई। रियाज चाहिँ रियाज खाइसक्यो? मैले खाना खुवाइदिँदा गाइस खाँदै खाँदै उसको पापाले खुवाइदिनुपर्छ। गएपछि के हुन्छ थाहा छैन, पिट्दै खिलाउनुपर्छ होला। आम खिलाइदिँदै हुनुहुन्छ उसको पापाले। नानी खाना मिठो भएन? मिठो भएन, कति मिठो भएन, मिठो भएन भने हामी चाहिँ यहाँ खाना देखाउँदैछु तपाईँहरूलाई।